हाई गाइज, आज चाहिँ म फेरि पनि मेरो फेभरेट चिकन मोमोको भिडियो लिएर आइसकेको छु। एकदमै मिठो भएको थियो है। मैले खाएको पनि भिडियो बनाएको छु अनि त्यसपछि मोमो बनाएको, मेनली मैले अचार बनाएको चाहिँ भिडियो हालेको छु क्या। आज चाहिँ मैले लोकल टमाटरको अचार हालेर बनाएको थिएँ। एकदमै धेरै चखिलो मिठो हुन्छ क्या लोकल टमाटरको अचार चाहिँ। तपाईँहरू फुल भिडियो हेर्नु होला। मम्मी र मैले भएर चाहिँ किमा बनाएर फटाफट मोमो बनाउन थाल्यौँ। हामी चाहिँ दुईजना मात्रै हुन्छौँ काम गर्ने। त्यो भएर चाहिँ पिठो बेल्ने कामहरू चाहिँ मम्मी गर्नुहुन्छ अनि बनाउने भने यताउतिहरू अचार सचारको काम चाहिँ म गर्छु गाइज। फुल भिडियो हेरिदिनु होला, तपाईँहरूले इन्जोय गर्नुहुन्छ। मैले फुल 7-8 मिनटको खाएको पनि भिडियो हालेको छु है। पछाडि चाहिँ म चाहिँ खाएको भिडियो बनाउँदा खाएको मात्रै बनाउँछु अनि बनाएको मात्रै रेसिपीहरूको मात्रै हाल्छु नि त। तर आज चाहिँ मैले दुइटै हालेको छु। यो मोमोको किमा बनाउन त सबैलाई आइ नै हाल्छ, तर यो मैले लोकल टमाटर यसरी बनाएको छु भनेर लोकल टमाटरको चाहिँ हालिदिएको छु। मैले 3 मक्टु रेडी गरिसकेँ गाइज। अचार सीमा आज चेरी टमाटरको बनाउँदैछु गाइज। हेर्नु त कस्तो मजाको छ, घरमै फलेको हो। अनि यसलाई चाहिँ टुकुक पारेर यसरी छुट्याउनुपर्छ। हेर्नु त कस्तो मजाले झुप्पै पाकेको छ क्या। एकदमै मिठो हुन्छ, अमिलो हुन्छ, टेस्ट पनि। रोप्नु पनि पर्दैन गाइज यसलाई चाहिँ, आफै उम्रिन्छ। स्याहार्नु पनि पर्दैन, खासै किरा पनि हुँदैन। धेरै पाकेको चाहिँ नखानु भर्साक। त्यसलाई चाहिँ त्यहीँ छोडिदिनु, अर्को पालि बिउ उम्रिन्छ। ठिक्कको यतिको खाँदा चाहिँ केही हुँदैन क्या। कस्तो मिठो हुन्छ, अमिलो चखिलो हुन्छ गाइज यो चाहिँ। मलाई चाहिँ एकदमै धेरै मिठो लाग्छ। आज चाहिँ मोमोको अचार यसरी बनाउने गाइज। म चाहिँ जहिले पनि मोमोको अचार बनाउँदाखेरि चाहिँ बदाम पनि मिक्स गरेको हुन्छु टमाटरमा। टमाटरको मात्रै अथवा बदामको मात्रै अचार चाहिँ मलाई मिठो लाग्दैन गाइज। अनि त्यही भएर चाहिँ एकतिर चाहिँ मैले बदाम चाहिँ मजासँगले भुटेको थिएँ। अनि त्यसपछि टमाटर यता पखालिसकेर चाहिँ मैले यो लसुन पनि एकपुटी हाल्नु पऱ्यो भनेर लसुनलाई चाहिँ यसरी डढाएँ। यदि यसरी डढाएर चाहिँ तपाईँहरूले चाहिँ अचार बनाउनु भयो भने मिठो सेन्ट आउँछ क्या गाइज मोमोको अचारमा चाहिँ। तपाईँहरूले चाहिँ यसरी लसुनलाई चाहिँ हल्का डढाएर चाहिँ यस्तो फुल निकालेर चाहिँ अचारमा हाल्नुभयो भने यस्तो मिठो सेन्ट आउँछ कि गाइज। ट्राई गर्नु होला एकचोटि होइन। अर्को पालिदेखि पल्किनुहुन्छ। यसलाई चाहिँ मजाले अब तास्नुपर्छ। अचारको लागि टमाटर चाहिँ म कहिले पनि काँचो हाल्दिनँ। काँचो टमाटर हाल्यो भने चाहिँ नमिठो बनाउँछ। त्यो भएर चाहिँ मजासँगले पड्काउने मसला तेलमा पड्काएर चाहिँ यदि यसरी तपाईँहरूले चाहिँ टमाटरलाई चाहिँ 2-3 मिनट मजासँगले पकाउनु भयो भने चाहिँ सेन्ट पनि एकदमै मिठो अनि टेस्टी पनि हुन्छ। लोकल टमाटर भएको कारणले गर्दा चाहिँ धेरै बेर पकाउनु पर्दैन। यसलाई बिसारीहरू हालेको हुँदैन नि त। त्यसपछि चाहिँ मैले माथिबाट प्याज अनि बेसारहरू हालिदिएँ। मोमोकै प्याज मैले अलिकति छुट्याएको थिएँ क्या, सजिलो होस् भनेर। अनि त्यही हालिदिएँ। अनि त्यसपछि एकतिर चाहिँ मेरो मोमो पाक्दै थियो भने अर्कोतिर चाहिँ म अचार बनाउँदै थिएँ। मोमो चाहिँ मेरो अलमोस्ट पाकिसक्यो। अब चाहिँ म छिटो गरेर अचार बनाउँछु। त्यसको लागि चाहिँ मैले अहिलेको लसुन अनि यो बदाम अनि टमाटर खोर्सानीहरू सबै थोक हालेर चाहिँ मैले मिक्सरमा पिसेँ। खोर्सानी चाहिँ पिरो थियो, त्यो भएर मैले 2टा मात्रै खोर्सानी हालिदिएँ। अनि यो चाहिँ यो नुन, टिमुर अनि कागती। यो कागती र टिमुरले चाहिँ टेस्ट झन् मिठो बनाउँछ क्या। हेर्नु त अचार यस्तो दामी भएको थियो, कलर पनि यति दामी अनि टेस्ट त झन् कुरै नगरौँ। हामी चाहिँ मोमो खाने घरमा 4 जना छौँ। त्यो भएर चाहिँ सबैजनाले चाहिँ मैले प्लेटमा रेडी गरेर म पनि खान बसेँ। गाइज म चाहिँ मोमो लिएर आइसकेको छु है। एकदमै मिठो छ। हेर्दैखेरि खाएको छुइनँ, अहिलेसम्म टेस्ट गरेको छुइनँ। मोमोको साइज पनि एकदमै धेरै ठुलो छ। जिना नगरी खाउँ है त। दामी भएको छ गाइज, अचार पनि दामी भएको छ। मैले रेसिपी हालिदिएको छु, तपाईँहरू यसरी बनाएर खान सक्नुहुन्छ। आज चाहिँ एकदमै ठुलो साइज छ मोमोको चाहिँ। झन्झट हुन्छ नि त धेरै सानो साइज बनाउँदा। दुईचोटि लाग्छ खानालाई। एक गोटुको अचार लिएर बसेको छु। मजाले पाकेको छ।
तातो छ गाइस, फेरि तातो तातो ल्याएको हो नि त। होटलको मोमोहरू त म एक गाँसमै खाइदिन्छु गाइस, तर यो चाहिँ घरको भएर ठुलो भएर 2 गाँस लाग्छ। मेरो चाहिँ संसारको सबैभन्दा प्रिय कुरा खानेकुरा मध्येमा पर्छ है मोमो चाहिँ। जति खाए पनि अराउँदिनँ, खाउँ लागिरहेको छ। आज खायो भोलि फेरि खाउँ लाग्छ। मोमो चाहिँ सेलाएपछि मिठो हुँदैन, त्यही भएर तातो तातो खाइहाल्नुपर्छ। एकदम छिटो छिटो खाएँ कि कस्तो गल्यो खाँदा खाँदै। तपाईँलाई यस्तो हुन्छ हुँदैन? खानेकुरा चाहिँ मिठो लागिरहेको हुन्छ तर गलिन्छ क्या खाँदा खाँदै। त्यो भोक लागेको सुरुमा मिठो कुराहरू खाइन्छ नि त ननस्टप। खसीको मासुसँग खाना अनि विङ्सहरू होइन, स्पाइसी विङ्स अनि मोमो अल टाइम फेभरेट गाइज। जति खाए पनि खाउँ लाग्ने। के होला त्यस्तो भनिदिनु होला मलाई कमेन्ट गरेर। वेट बढेको बढेछ, खाना छोड्दिनँ। मलाई चाहिँ खानाहरू खाने बेलामा मोबाइलहरू हेर्दै खाने बेला भन्छ कि आज चाहिँ स्पेस भिराको नयाँ एपिसोड आउनेवाला छ, आइसक्यो। त्यो हेर्दै खाने रहर भएर होला, हेर्दै खान पायो भने भइरहेछ। आज चाहिँ रुरुले 60,000 स्प्लिट्स पोइन्ट्स कतिलाई बाँड्छ भन्ने चाहिँ हेर्नुपर्ने छ। तपाईँहरू हेर्नुहुन्छ हेर्नु हुँदैन, हेर्नुहुन्छ भने मात्रै थाहा छ है। एक किसिमको लत बस्छ हेर्न थालेपछि चाहिँ, नहेर्नेलाई चाहिँ के हेरेको होला क्या भने जस्तो हुन्छ। तर त्यस्तो होइन, मजा आउँछ गाइज हामी यस्तो काम नहुनेलाई त। भ्याइ नभ्याइ हुनेलाई, जबहरू हुनेलाई चाहिँ टाइम म्यानेज गर्न हेर्न गाह्रो हुन्छ र। हामी त के खायो सुत्तो, डुलो खायो सुत्तो। आज कुनको के को एपिसोड आउँछ, भोलि के को एपिसोड आउँछ, कसले भ्लग हालेन, के गरेन भन्ने मेरो यति अल्छी छु गाइज। भ्लग हाल्छु भनेको पनि 15 दिन भइसक्यो, हालेको होइन। आज पनि मैले जबरजस्ती हालेको हो। आधी मोमो बनाइसकेपछि होस् हौ थोरै दिन भए पनि हालिदिन्छु भनेर हाल्न आँटेको हो। अनि पकाउँदै गरेको बनाएको यस्तो थोरै हालिदिनु पऱ्यो, अनि खाँदै गरेको पनि थोरै हालिदिनु पऱ्यो भनेर चाहिँ मैले बनाएको गाइज। एक नम्बर के अल्छी छु म चाहिँ। कहिले हो जोस जाँगर आउने। अहिले चाहिँ मेरो टोटल सब्सक्राइबर 680 हुनुहुन्छ होइन। जतिजनाले पनि मलाई सब्सक्राइब गर्नुभएको छ, जतिजनाले पनि मेरो यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद है। हेर्नुभएको छैन, मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अल्छे केटीलाई अल्छी गर्दै भयो भने कहिले कहिले भिडियो ल्याउँछु म। अगाडि यस्तै हो, छिट्टो 1000 सब्सक्राइबर पुऱ्याउनु पर्ने छ। अनि चाहिँ एउटा भए पनि स्टेप माथि गयो भनेर अलिक जोस जाँगर आउँछ कि 1000 सब्सक्राइबर नपुगुन्जेल चाहिँ यस्तै भयो गाई। जोस जाँगरहरू सोचे जस्तो गर्न सकिनँ मैले अल्छी गरेर। अनि 1000 सब्सक्राइबर पुगेपछि चाहिँ म हप्तामा 2-3टा भ्यू चाहिँ म डेली नै हाल्ने, हप्तामा 2-3टा भिडियो चाहिँ म हाल्दै छाड्ने छु। अब अहिले त यस्तै भइहाल्यो, छिटै 1K सब्सक्राइबर पुगोस् भनेर विस गरिदिनु होला। अनि जसले सब्सक्राइब गर्नुभएको छैन गरिदिनु होला। बाई बाई गाइज भन्न चाहन्छु म चाहिँ। मेरो पकाएको हेरेको यताउतिको पनि भिडियो सायद अगाडि हाल्छु या पछाडि हाल्छु क्लिप, हेरिदिनु होला। बाई बाई।